बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई हिजो इन्टरनेसनल क्रिमिनल ट्राइब्युनल बङ्गलादेशको ट्राइब्युनलले चाहिँ मृत्युदण्ड हुने गरी सजाय सुनाएको छ। अब त्यसै गरी नेपालका जेन्जी प्रोटेस्टरहरूलाई मारेको आधारमा नेपालका पूर्व प्रधानमन्त्री अथवा भनौँ कुनै पनि सरकारी पदको उच्च पदाधिकारीहरूलाई चाहिँ यसै गरी मृत्युदण्ड हुने गरी सजाय सुनाउन सकिन्छ कि सकिँदैन त? सर्वप्रथम त्यहाँ युज भएको ग्राउन्डहरू के थियो त? बङ्गलादेशमा युज भएको ग्राउन्डहरू के थियो त भन्दाखेरि पहिला सुरुमा चाहिँ 19,200 जना चाहिँ बीबीसीको न्युज अनुसार अझै पनि घाइते छन् र 1,400 जना चाहिँ मारिएका छन् भनेर युएनको रिपोर्टले भनेको छ। त्यही अनुसार चाहिँ उसलाई चाहिँ मृत्युदण्ड दिने भनेर सजाय सुनाएको छ। तर अझै पनि यो फैसला कार्यान्वयन हुन चाहिँ लामो समय लाग्छ, किनकि उसलाई अझै पनि अपिल भनौँ त्योभन्दा माथि गएर चाहिँ निवेदन गर्ने चाहिँ अधिकार रहेको छ। यो तत्कालै कार्यान्वयन चाहिँ नभए पनि त्यसरी मृत्युदण्ड हुने गरी सजाय सुनाएको छ। अब नेपालका प्रधानमन्त्रीहरूलाई पूर्व प्रधानमन्त्रीहरूलाई पनि यसै गरी सजाय सुनाउने गरी कुनै पनि निर्णय गर्न सक्छ कि सक्दैन त? सर्वप्रथम हामीले नेपालको संविधानको धारा 16 को उपधारा 2 मा हेर्न पर्छ। त्यसमा चाहिँ के भनिएको छ भन्दाखेरि चाहिँ सम्मानपूर्वक बाँच्न पाउने हक अन्तर्गत चाहिँ प्रत्येक व्यक्तिलाई चाहिँ सम्मानपूर्वक बाँच्न पाउने अधिकार छ र उपधारा 2 मा के लेखिएको छ भन्दाखेरि चाहिँ कुनै पनि व्यक्तिलाई मृत्युदण्डको सजाय हुने गरी कानुन बनाइने छैन भनेर लेखिएको छ। यो पहिलो आधार भयो। र अर्को आधार चाहिँ के छ भन्दाखेरि नेपालले 1998 मा चाहिँ आइसिसिपिआर इन्टरनेसनल कभिनेन्ट अन सिभिल एन्ड पोलिटिकल राइट भन्ने चाहिँ एउटा दस्तावेज हस्ताक्षर गरेको छ। यसको अप्सनल प्रोटोकल 2 मा के लेखिएको थियो त भन्दाखेरि चाहिँ लेखिएको छ भन्दाखेरि चाहिँ यो अप्सनल प्रोटोकल साइन गर्ने कुनै पनि राज्यले चाहिँ आफ्नो देशमा चाहिँ मृत्युदण्डको सजाय हुने गरी चाहिँ कुनै पनि कानुन बनाउन सक्ने छैन भनेर चाहिँ उल्लेख गरेको थियो। अब यो अप्सनल प्रोटोकल 2 साइन गरे पछाडि चाहिँ नेपाल के कुरामा बाध्यकारी भएको छ भन्दाखेरि चाहिँ कुनै पनि कानुन चाहिँ नेपालले मृत्युदण्ड हुने गरी चाहिँ बनाउन पाउँदैन भनेर चाहिँ लेखिएको छ है त। त्यो आधारमा पनि र नेपालको संविधानको आधारमा चाहिँ नेपालले मृत्युदण्ड हुने गरी कुनै पनि कानुन चाहिँ बनाउन सक्दैन। तर यो कानुन नै अब तपाईँको अन्तिम हो त, यसलाई परिवर्तन गर्नै सकिँदैन त भन्ने कुरा गर्नु पर्दाखेरि चाहिँ नेपालले चाहिँ पहिला सुरु नेपालको संविधान चाहिँ यसरी मृत्युदण्ड दिने भनेर यदि कुनै पनि सजायलाई चाहिँ फेरि लेख्यो अथवा भनौँ रिड्राफ्ट गर्यो भने चाहिँ पहिलाको सुरु चाहिँ नेपालको संविधानलाई नै संशोधन गर्नुपर्ने भयो। र अर्को भनेको अन्तर्राष्ट्रिय दस्तावेजमा नै कुनै पनि लिखित रूपमा चाहिँ हामी यसरी मान्दैनौँ भनेर पेश गर्यो या भनौँ त्यसको पनि लामो प्रक्रिया हुन्छ। यसरी गर्यो भने चाहिँ नेपालले पनि फेरि त्यही पहिलाको जस्तै मृत्युदण्ड हुने खालको सजाय बनाउन सक्छ। तर त्यसमा पनि फेरि रेट्रोस्पेक्टिभ इफेक्ट अफ ल भन्ने हुन्छ, त्यो आउन सक्छ। तर अहिलेको लागि चाहिँ नेपालले चाहिँ पूर्व प्रधानमन्त्री अथवा भनौँ कुनै पनि उच्च सरकारी पदमा भएका व्यक्तिहरूलाई चाहिँ मृत्युदण्डको सजाय हुने गरी चाहिँ सजाय सुनाउन सक्दैन या भनौँ दिन सक्दैन।